हामी गिफ्ट एक्सचेन्ज गेम खेल्न आँटेको छौँ ल सुरुमा हैन कुन कलर गर्ने सुरुमा ब्लू गरौँ ब्लू सुरुमा ब्लू ब्लू ए ल ब्लू निकाल्न अनि सँगै झिक्नु पर्छ उता अनि सिङ्गै छ त जोडी ए छैन म जोडे छ छुटे छ हैन सुरुमा ब्ल्याक ब्ल्याक राम कहाँ छ दुईटा दिनु पर्छ दुईटा हैन एउटा होइन क्या त्यो गल्तीले हामीले दुईटा सामान किनेछौँ क्या ब्ल्याक कलर भनेको 4 कहाँ गयो पक्नु है एउटा थाहा भइसक्यो के हो ए ल ब्ल्याक कलर ल 3 2 1 गो यो त बुवाको जस्तै छ त बुवाको हो कि क्या हो बुवाको त्यसो ल एलो ल मैले चाहिँ के छैन ल 3 2 1 गो येलो अब रेड होला रेड अनि उही हामीले रेड ल्याइ रेड ल्याएको त किन त्यो ल्याएको त खोइ के ल्याएको थियो मिलाएर ल्यायो नि त बिर्स्यो याद यो थियो धेरै निकाल्न ए ल 1 2 3 गो होइन बजारबाट ल्याएको हाम्रो पानी टमाटर राम्रो चक्लेट दिएको त्यो नराम्रो छ महँगो आइदिएको 100 रुपियाँ केजी अब त म दिने ल हातमा ब्लू ल 3 डार्क ब्लू डार्क ब्लू है डार्क ब्लू 3 ब्लू नै छैन होला ब्लू छैन 1 गो आफूले पाकेटी राखा है अब व्हाइट उही झन् खास गरी हामीले दिदीले भने कस्तो राम्रो ल्याइदिएको छ नि दिदीले भनेर हामीले कस्तो राम्रो छ नि भरे असाध्यै मन पकाएर सबै खाना हामी कस्तो राम्रो गिफ्ट ल्याएको छ नि तपाईँले त दिनु कहाँ गयो होइन त फेरि नाम पनि निकाल्छु तर सबै निकालेर मात्र सक्छु झोला ठुलो भएछ बोल्नै मिल्दैन हामीले चाहिँ पायौँ टमाटर ए म थाहा छ कहाँ पाइन्छ ए भाइ अरू नै कलर गर्नु न व्हाइट होइन यहाँ छ मलाई थाहा छ त्यो कागज इ ल 3 2 1 निकाले हालेको खोइ हाम्रो लागि चाहिँ अब ग्रे खरानी कलरको हामीले त ल्याएनौँ नि त्यसको सट्टा व्हाइट जोसको छ त्यहीसँग ब्लू कलर त निकालौँ न त ग्रे टावेल ल अब हामी ग्रेको सट्टा लाउनु तपाईलाई यो अघिको हाम्रो ब्लू अब चाहिँ के हाले त हामीले त मरुन भनेको थियौँ नि त्यो मरुन कलरको ल एन्ड सक्सेसफुल के प्रैंक गिफ्ट कस्तो लाग्यो तिमीहरूलाई खै रियाक्सन हेरौँ आम्मा कान्छी भदैनीको रियाक्सन ठुली भदैनीको रियाक्सन यता हाम्रो दर्शक